सम्पूर्णमा नमस्कार, म जीसीडी एचआर दुबईदेखि र आज हामीसँग दुईजना क्यान्डिडेट हुनुहुन्छ। उहाँहरू चाहिँ नेपालदेखिको बिलोङ गर्नुहुन्छ र उहाँहरूले जीसीडी थ्रु माल्टाको लागि अप्लाई गर्नुभएको थियो केही महिना अगाडि र उहाँको भिजा सक्सेसफुल्ली लागेर आइसकेको छ र उहाँहरूले एज अ एफएनबी स्टाफमा अप्लाई गर्नुभएको थियो। उहाँहरूले सँगै अप्लाई गर्नुभएको थियो र आज उहाँहरूको भिजा उहाँहरू लिनु आउनु भएको छ र यो पासपोर्ट म आज उहाँहरूलाई दिनेछु र फर्स्ट अफ अल हामी भिजा देखाउँछौँ है। यो चाहिँ मिस्टर सागर केसीको है, उहाँको भिजा लागेर आएको छ माल्टाको। धेरै धेरै बधाई छ हजुरलाई। थ्याङ्क यू सो मच है। माल्टाको भिजा लागेर आयो फाइनली है। यो लगभग कति समय लाग्यो तपाईँको प्रोसेसिङ अहिलेसम्म? तपाईँको लाग्यो तीन महिना जति। 3 महिना है। 3 महिना यताउति गर्दा 4-5 महिना उहाँको भिजा फाइनली लागेर आएको छ। एक्साइटेड हुनुहुन्छ? एकदमै एक्साइटेड, खुसी हुनुहुन्छ जीसीडीको सर्भिसदेखि? हाम्रो भ्युअर्सहरूलाई के भन्न चाहनुहुन्छ? अब केही शब्द राखिदिनुहुन्छ है। अब तपाईँको प्रोसेसिङमा कस्तो भयो अहिलेसम्ममा है? अब माल्टाको पनि धेरै रुल चेन्जहरू भएको छ, अहिले स्किल पासहरू गर्नुपर्ने छ र अहिले प्रोसेसहरू पनि एकदमै छिटो हुँदैछ पहिलाको हेरी चाहिँ है। र तपाईँहरूको एकदमै छिटो प्रोसेस भयो है। अब केही भन्न चाहनुहुन्छ हाम्रो भ्युअर्सहरूलाई जसले पनि अप्लाई गर्न चाहनुहुन्छ युरोपको लागि है? केही म यही भन्न चाहन्छु कि अब तपाईँहरू बाहिर अब दुबईमा हुनुहुन्छ भनेपछि, यतादेखि बाहिर युरोपतिर सेटल हुन चाहनुहुन्छ भनेपछि आँखा चिम गरेर जीसीडीलाई भर परेर जाँदा धेरै राम्रो। हजुर, धेरै धेरै धन्यवाद। र हामी अघि बढ्छौँ उहाँपट्टि। मिस झर्ना केसी र उहाँले पनि उहाँसँगै अप्लाई गर्नुभएको थियो माल्टाकै लागि है। उहाँको पनि भिजा देखाउँछौँ है हामी र देख्न सक्नुहुन्छ उहाँको पनि भिजा फाइनली लागेर आइसकेको छ। धेरै धेरै बधाई छ तपाईँलाई है, भिजा लागेर आयो। एउटै समयमा दुईजनाले सँगै अप्लाई गर्नुभएको, सँगै भिजा लागेर आयो होइन। अब जाने पनि सँगै जानुहोस् है। अनि कतिको एक्साइटेड हुनुहुन्छ भिजा लागेर? यसको लागि त धेरै नै छु। अब किनभने अब हामी धेरै टाइम नै यहाँ बसिसकेका थियौँ। अब फाइनली हामीहरूले सोचेको अनुसार चाहिँ अब बाहिर युरोप जाँदैछौँ। अब आउने फ्युचरहरूको लागि अब जे सोचेर गएको छौँ होपफुल्ली त्यो पुरा पनि होस्। त्यसको लागि धेरै नै छु। दुबईमा पनि हजुर सेम होटल इन्डस्ट्रीमै काम गर्नुहुन्छ है? म चाहिँ होटलमै हो, उहाँ चाहिँ होटलमा पहिला हुनुहुन्थ्यो, अहिले उहाँ गएपछि अलिक चेन्ज भयो। अनि एकदमै स्मुथ रह्यो प्रोसेस माल्टाको है, जीसीडी थ्रु गर्नुभयो। अनि हामी पनि धेरै खुसी छौँ तपाईँहरूको लागि र फेरि पनि बधाई छ। र त्यही भन्दै हजुरहरू पनि यसरी नै युरोपको कुनै सेन्गन कन्ट्री अप्लाई गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। कन्ट्याक्ट नम्बर्सहरू हाम्रो बायो पेजमा छ है र हाम्रो अफिस डाइरेक्ट पनि भिजिट गर्न सक्नुहुन्छ। धन्यवाद।